हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ मैले दराजबाट केही सामान मगाएको छु। दराज नेपालमा वान अफ द बेस्ट एप नै भनौँ न। दराज अलिकति भर पर्दछ होइन। र मैले दराजबाट चाहिँ 3टा सामान मगाएको छु 12 सेलबाट होइन। यसमा चाहिँ मैले के मगाएँ भिडियो लास्टसम्म हेर्नु होला र मन परायो भने अझै पनि अर्डर गर्नुहोला। मैले दराजबाट सुरमा मगाएको थिएँ किचनमा, किनकि मेरो सरप्राइज भनेको नि भाँडा माझ्नु, यति धेरै भाँडा माझ्नु भनेर मैले भिडियो बनाएको थिएँ। त्यो सो आफूलाई सिक्योर गर्नको लागि मैले यो एप्रोन मगाएको थिएँ है। राम्रो थियो हात पुस्नको लागि, त्यो वाइट फ्लावरमा हात पुस्नको लागि होइन। अनि त्यसपछि मैले अर्को मगाएको थिएँ लुगा सुकाउनको लागि। अहिले यो जाडो महिनामा लुगा जहाँ त्यही सुकाउँदाखेरि नसुक्ने कि, त्यही भएर जता जता घाम लाग्छ त्यतै लाने भनेको सोचले मैले यो लिएको थिएँ। खासै लामो त छैन, मैले 2टा मगाउनु पर्ने रहेछ, तर एउटा मगाएँ। तर पर्फेक्ट चाहिँ छ, तर सानो छ कि, लम्बाइ धेरै छैन। अनि त्यसपछि आउँछ हाम्रो मेन प्रोडक्ट यो जेमीको के अरे भुवा निकाल्ने मेसिन है। यो मैले मेरो स्वेटरहरू सबै भुवाएको छु कि, सो हेरौँ कस्तो हुन्छ भनेर मैले तपाईँहरूलाई डेमो पनि गरेर देखाउँछु। यसमा चाहिँ एउटा यो ब्लेड कटर आउँछ, अनि अर्को आउँछ त्यो चार्जर, अनि त्यसपछि आउँछ एउटा फोहोर निकाल्ने ब्रस। यो चाहिँ हेभी थियो, राम्रै थियो है। हेरौँ लाग्छ कति टिक्छ त्यो चाहिँ थाहा छैन, तर प्रोडक्ट चाहिँ राम्रै थियो छ भनौँ न। अहिलेसम्म थियो त के भन्नु है। यसरी नै मैले यो 3टा प्रोडक्ट मगाएँ है। अब हेरौँ यो कतिसम्म टिक्छ, के हुन्छ कसो हुन्छ, त्यो चाहिँ म पछि जानकारी दिन्छु नि। इफ तपाईँहरूले चाहनुभएमा यसरी नै मलाई लाइक कमेन्ट